म्याचिङ हुन भएन फेरि नयाँ खालको ल्याउनु पऱ्यो र मार्केटमा कुन चाहिँ अब दर्शक श्रोताहरूले कस्तो चाहनुहुन्छ त्यो हिसाबको आफूले कन्सेप्ट गर्नु पऱ्यो र अनि त्यही अनुसार लेखेर त्यसलाई म्युजिक गर्न अलिकति सजिलो जस्तो लाग्छ मलाई किनभने मेन कुरो त हामी चाहिँ त्यसको चाहिँ लय लिरिक्स चाहिँ कस्तो ल्याउने नयाँ चाहिँ त्यो क्रिएट गर्नु पऱ्यो त्यसपछि त्यही अनुसारले गाउन पनि एकदमै प्रयास गर्नुपर्दछ त्यो हिसाबले अलिकति मान्छेमा बिगारे पनि अलि हौसलाहरू पायो भनेदेखि अलिकति त्यो गर्न सकिन्छ जस्तै मैले गीतहरू गाएँ तर अब मान्छे के भन्नुहुन्छ भने अलिकति स्वर त्यति राम्रो थिएन तर पनि गीत गाएँ पैसाले उ गरेको भन्छ पैसा गर्ने आफूले त पैसा लगानी गर्नु पनि त आफूमा हिम्मत हुनु पऱ्यो आफूलाई आफूले केही नै कुरा आफूले त लर्न गर्नु भने पैसाको पनि त्यो गर्नु हुँदैन पैसा नै कम्प्रोमाइज गर्न सक्नुपर्छ आफूले पैसा नै लगानी गर्नुपर्छ र सबैजनाले ठिकै छ भने हौसला गर्ने अब सबैजनाले सेयर गर्ने हाम्रो कम्युनिटीमा मेरै फ्यामिलीमा छैन मैले कति गीत गाएँ मेरो आफ्नै परिवारले सेयर गर्नुहुन्छ त्यस्तो छ अलिकति सपोर्ट भन्ने कुरा आफ्नो फ्यामिलीबाट आफ्नो कम्युनिटी आफ्नो साथीभाइमा कस्तो हुन्छ भने अलिकति सेयर गरेर त्यो अब हामी सबैसित अब सोसियल मिडिया युज गरिन्छ टिकटक युज गरिन्छ सबैजनाले एउटा टिकटक बनाउँदैमा अब एक सेयर गर्दैमा त आफ्नो केही खर्च हुन्छ केही पनि होइन जसरी उहाँको 24 घन्टामा प्रत्येकको हातमा मिनिमम 12 घन्टा मोबाइल हुन्छ मोबाइल त्यो आएको लिङ्कलाई सेयर गर्नमा त्यति साह्रै गाह्रो हुँदैन कस्तो छ भने हाम्रो समाज अलिकति मैले एक सेयर गर्ने बित्तिकै उसको भ्युज बढ्छ ऊ त पैसा कमाउँछ टन्नै कमाउँछ ऊ चाहिँ फेमस हुन्छ अनि भन्ने हुन्छ अब जस्तै दुश्मनै छ भने पनि यसले गाएको गीत कस्तो छ मैले सुनौँ भन्ने भावना हुँदैन किन मैले सुने उसको पुरा उसको वाच आवर बढ्छ उसको पैसा आउँछ भने त्यो यदि पुरा गीत पनि सुन्नुहुन्न क्या त्यो टाइपको छ त्यो चाहिँ हामीले समाजलाई अलिकति त्यो मानसिकताबाट अलिक हटाउनुपर्छ सबै कुरालाई पोजिटिभ गर्नुपर्छ यदि आफूले पोजिटिभ गर्यो भने अनि अटोमेटिक आफूले पोजिटिभ हुन्छ भगवान्ले पनि पोजिटिभ तरिकाले हेर्छन् त्यही भएर सबैमा सकारात्मक हुनुपर्छ र आफ्नो समाजमा चाहिँ एक अर्कालाई मद्दत गर्ने सहयोगी भावनाहरू पैदा भने यदि राम्रो हुन्छ हजुर म्युजिकलाई आर्टिस्टिक लेन्सबाट हेरौँ अनि अब कृष्ण सरकै कुरामा जोड्दै गर्दाखेरि हाम्रो नेपाली रेडियो क्यालगरीको सोसियल मिडियालाई पनि लाइक सेयर र सब्सक्राइब गरिदिनु होला हामीलाई पनि सेयर गरिदिनु होला यसको साथसाथै थोरै अनाउन्समेन्ट पनि छ हामीसँग आज तामाङ समाज क्यालगरीले तालो सोनम लोसार घोडा वर्ष मनाउन गइरहेको छ यसको यो आजै हुन गइरहेको छ यो सेलिब्रेसन जनवरी 24 6 बजे बेलुका 6 बजे रेडिसन होटल एन्ड कन्फरेन्स सेन्टर क्यालगरी एयरपोर्ट नेरीको लोकेसनमा रहेको छ 662036 स्ट्रिट नर्थ इस्टमा यसको लागि इन्ट्री फी किड्सको लागि 5 वर्ष मुनिका बालबच्चाहरूलाई फ्री रहेको छ भनेदेखि 6 to 11 इयर्सको लागि $15 रहेको छ एडल्ट्सको लागि $30 र इन्टरनेसनल स्टुडेन्ट्सहरूको लागि $15 रहेको छ यसको लागि कन्ट्याक्ट गर्न सक्नुहुनेछ तपाईहरूले अरुण मोक्तान ममता तामाङ बिरबल तामाङहरूलाई यो सोनम लोसारको मनोरञ्जनात्मक पर्फर्मेन्सहरू हुन्छ खाना हुन्छ रमाइलो हुन्छ एकदमै सबैजना उपस्थित भएर मनाइदिनु होला सोनम लोसारको सबैलाई शुभकामना पनि छ तालो मनाएर एकदमै हर्षोल्लासका साथ मनाउनु होला र यो नयाँ लुनार वर्ष 2862 यो वर्ष पनि सबैजनाको एकदमै राम्रो होस् भन्ने शुभकामना पनि म दिन चाहन्छु यसका साथसाथै हाम्रो एएनसीसी क्वार्टरली बिजनेस मिटिङ पनि हुन गइरहेको छ नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी सँगसँगै आबद्ध भएर अल्बर्टा नेपाल चेम्बर अफ कमर्सले गर्न गइरहेको छ यसको लागि तपाईँहरूले एनसीएससी रिसोर्स सेन्टरमै हुन गइरहेको छ 25 जनवरी 10 बजेदेखि 12 बजेसम्म हुन गइरहेको छ यसमा चाहिँ गेस्ट स्पिकर्सहरू पनि हुनुहुनेछ र तपाईँहरूले नेटवर्किङ र क्वेसन एन्सर सेसन्सहरू पनि हुने गइरहेको छ यो मिट एन्ड ग्रिटमा तपाईँहरूले नेप्लिज इन्टरप्रेनर्सहरूलाई अल्बर्टामा हुनुभएको व्यवसायीहरूसँग चाहिँ कनेक्ट गरेर यदि तपाईँहरू पनि कोही व्यवसाय हुनुहुन्छ भने यसमा कनेक्ट भएर नेटवर्किङ गरेर आफ्नो रिच पनि बढाउन सक्नुहुनेछ अनि यसको साथसाथै हाम्रो प्यारो नेपाली मेला एपिसोड 4 त छँदैछ यसको लागि कम्युनिटी मेम्बर्सहरूलाई हामी सबैजना आह्वान पनि गर्छौँ स्टियरिङ कमिटी लिड्स र मेम्बर्सहरूको लागि भलिन्टियर्सहरू गर्नको लागि गरिदिनु होला नेपाली मेलाको र एनसीएससीकै पेजमा फेसबुक पेजमा पनि यसको लिङ्क रहेको छ त्यसमा लिङ्कमा गएर रेजिस्टर गरिदिनु होला र भलिन्टियरहरूलाई यदि तपाईँहरूलाई भलिन्टियर गर्न मन छ स्टियरिङ कमिटीमा पनि जोडिन मन छ भने तपाईँहरूले नेपाली मेला र एनसीएससी दुवैजनालाई दुवैतिर कनेक्ट गरेर कम्युनिकेट गरेर यो कुरामा आबद्ध हुन सक्नुहुनेछ अब प्रोजेक्ट सङ्गीत पनि यसकै कुरा गर्दाखेरि पनि नेपाली मेलाको यो अब भनौँ न फर्स्ट माइलस्टोन जस्तो यसमा नेपाली मेलामा चाहिँ यसलाई चाहिँ अब आउटकम देखिने भन्ने जस्तो कुरा गर्नुभयो कृष्ण सरले अब यसमा चाहिँ
टार्गेट अब नेपाली मेलाको मात्रै भएर नसोचिकन अलिकति अब भनौँ न ल अब 2-3 वर्ष कि त या 5 वर्ष भएर कुरा यसो सोच्दाखेरि चाहिँ 5 वर्षमा चाहिँ प्रोजेक्ट सङ्गीतको उत्पादन